हेलो एन्ड नमस्ते साथीहरु। आज हामीले थेराप्युटिक भर्सेस नन थेराप्युटिक कम्युनिकेसनको बारेमा डिस्कस गर्नेछौं। मेन्टल हेल्थ स्टार्ट गर्नुभन्दा पहिला हामीले थेराप्युटिक कम्युनिकेसन र नन थेराप्युटिक कम्युनिकेसनको बारेमा जान्न एकदमै जरुरी छ। त्यो कारणले गर्दाखेरि चाहिँ सुरुमा आज हामीले यो दुईटाको बारेमा चाहिँ डिस्कसन गर्नेछौं है त। मेरो भिडियोलाई अन्तिमसम्म हेर्नु होला अनि तपाईलाई भिडियो कस्तो लाग्छ कमेन्टमा गएर कमेन्ट पनि छोड्नु होला है त। अब हामीले स्टार्ट गरौं। थेराप्युटिक कम्युनिकेसन भनेको के हो त भन्दाखेरि चाहिँ थेराप्युटिक कम्युनिकेसन भनेको प्रोफेसनल रिलेशनशिप विथ पेशेन्ट एन्ड हेल्थ केयर प्रोफेसनल है, जसले गर्दाखेरि चाहिँ के हुन्छ त पेशेन्टको वेलबिङमा प्रमोट हुन्छ हैन, अनि पेशेन्टलाई चाहिँ हिल हुनको लागि चाहिँ हेल्प गर्छ है। त्यसलाई चाहिँ हामीले थेराप्युटिक कम्युनिकेसन भन्छौं है। अब नन थेराप्युटिक कम्युनिकेसन भनेको यस्तो कम्युनिकेसन हो जुन कम्युनिकेसनले गर्दाखेरि पेशेन्ट र हेल्थ केयर प्रोफेसनलको रिलेसनलाई ड्यामेज पनि गर्छ हैन। पेशेन्टलाई चाहिँ पोटेन्शियली चाहिँ डिस्ट्रेस गराउँछ अनि दुवै जनाको बीचमा चाहिँ मिसकम्युनिकेसन हुन्छ र पेशेन्टलाई चाहिँ हिल हुनको लागि नन थेराप्युटिक कम्युनिकेसनले हेल्प पनि गर्दैन भने यसलाई चाहिँ हामीले के भन्छौं त नन थेराप्युटिक कम्युनिकेसन भनेर भन्छौं। अब थेराप्युटिक कम्युनिकेसन र नन थेराप्युटिक कम्युनिकेसनमा चाहिँ के पोइन्टहरु चाहिँ हामीले युज गरेर चाहिँ थाहा पाउन सक्छौं त भनेर चाहिँ हामीले डिस्कस गरौं है। न थेराप्युटिक कम्युनिकेसनको टेक्निक्सहरुमा थेराप्युटिक कम्युनिकेसनको टेक्निक्सहरुमा चाहिँ एक्टिभ लिसनिङ, ब्रोड ओपनिङ, क्लेरिफाइङ, एक्सप्लोरिङ, फोकसिङ, इन्फर्मिङ, ओपन एन्डेड क्वेसन, प्रेजेन्टिङ रियालिटी, अफरिङ सेल्फ टु हेल्प भन्ने कुराहरुलाई चाहिँ इन्क्लुड गरिएको छ। जसमा चाहिँ हामीले एक्टिभ लिसनिङको बारेमा चाहिँ डिस्कस गरौं। एक्टिभ लिसनिङमा हामी किन एक्टिभ लिसनर हुन पर्यो त भन्दाखेरि चाहिँ यदि हामीले पेशेन्टको कुराहरु चाहिँ फुल्ली फोकस भएर सुन्यौं, उनीहरुलाई बुझ्न कोसिस गर्यौं हैन, अनि उनीहरुको कुराहरुलाई अन्डरस्ट्यान्डिङ गर्यौं, रेस्पोन्स गर्यौं, अनि हामीले रिमेम्बर व्हाट इज सेड, उनीहरुले के भनेको छ भन्ने कुराहरु चाहिँ रिमेम्बर गर्न सक्यौं भने के हुन्छ त नर्स र पेशेन्ट बीचको रिलेशनशिप चाहिँ मेन्टेन हुन्छ, जसको कारणले गर्दाखेरि चाहिँ पेशेन्टको प्रब्लम के हो भनेर आइडेन्टिफाई पनि हुने भयो र त्यसलाई चाहिँ अब फर्दर के ट्रिटमेन्ट गर्ने त भन्ने कुराहरु पनि त यसले गर्दाखेरि हेल्पफुल हुन सक्छ। सो अर्को कुरा चाहिँ के छ त भन्दाखेरि चाहिँ ब्रोड ओपनिङ। हामी किन ब्रोड ओपनिङ हुन पर्यो त भन्दाखेरि चाहिँ पेशेन्टलाई चाहिँ हामीले इन्करेज गर्नु पर्यो कि उसको डिटेल रेस्पोन्स हैन के छ भनेर चाहिँ हामीले थाहा पाउनु पर्यो, रेस्पोन्स गर्नु पर्यो। बियोन्ड एस नो आन्सर भन्दा पनि उसले चाहिँ टपिकमा उलाई चाहिँ इन्करेज गर्ने कि एउटा टपिकमा उलाई एउटा टपिक सिलेक्सन गरिसकेपछि कुनै पनि एउटा टपिकमा चाहिँ डिस्कसन गर्नको लागि चाहिँ हामीले पेशेन्टलाई चाहिँ के गर्नु पर्यो त भन्दा इन्करेज गर्नु पर्यो है। अनि अर्को कुरा चाहिँ क्लेरिफाइङ भन्ने कुरा छ है। अब क्लेरिफाइङमा के हुन्छ त भन्दाखेरि हामीले पेशेन्टलाई चाहिँ हैन अब उलाई पनि हामीले अफर गर्नु पर्यो कि है, उले पनि कुराहरु क्लेरिफाई गर्न पाउनु पर्यो हैन। अनि उलाई पनि केही कुराहरु चाहिँ उलाई सोध्न मन लागेको छ हैन। अब पेशेन्ट र नर्स र पेशेन्ट बीचमा राम्रोसँग कम्युनिकेसन भएको छैन, उले आफूले सोध्न खोजेको कुराहरु हामीले सोध्न दिएनौं हैन। अब हामीले आफ्नो वन वे कम्युनिकेसन मात्रै गर्यौं भने त त्यहाँ बीचमा मिसअन्डरस्ट्यान्डिङ आउँछ हैन, जसले गर्दाखेरि चाहिँ कन्फ्युजनहरु हुन सक्छ पेशेन्टलाई। त्यो कारणले गर्दाखेरि चाहिँ हामीले पेशेन्टलाई चाहिँ आस्किङ क्वेशन टु इन्स्योर अन्डरस्ट्यान्डिङ एन्ड टु क्लियर अप एनी कन्फ्युजन भनेर चाहिँ भन्छ। क्लेरिफाइङ पनि गर्नु पर्यो है। त्यस्तै गरेर चाहिँ अब क्लेरिफाइङ पछि एक्सप्लोरिङको कुराहरु छ हैन। अब एक्सप्लोरिङमा चाहिँ हामीले पेशेन्टलाई इन्करेज गर्नु पर्यो कि कुनै पनि टपिकलाई चाहिँ इलाबोरेट गर्नको लागि हैन, उसको फिलिङ्सलाई इलाबोरेट गर्नको लागि हैन, आइडिया एक्सपिरियन्स अनि त्यसलाई चाहिँ शेयर गर्नको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि चाहिँ पेशेन्टलाई चाहिँ हामीले इन्करेज गर्नु पर्यो एक्सप्लोरिङमा, पेशेन्टलाई एक्सप्लोर गर्न दिने हैन। अनि अर्को कुरा के छ फोकसिङ। अब हामीले चाहिँ थेराप्युटिक कम्युनिकेसनको टेक्निकमा हामी फोकस भएर पेशेन्टको कुराहरु सुनेन हैन, फोकस गरेनौं हामीले पेशेन्टको कुराहरु हैन, डाइरेक्ट कन्भर्सेसनहरु टपिक हामीले डिस्कस गरेको टपिकमा हामी फोकस भएर पेशेन्टको कुराहरु सुनेनौं भन्ने पनि त मिसकम्युनिकेसन हुन सक्छ। त्यो कारणले गर्दाखेरि पेशेन्टलाई हिल हुनको लागि के हुन्छ त हेल्प नहुन पनि सक्छ। त्यो कारणले गर्दाखेरि चाहिँ हामी फोकस हुन पर्यो है त। अनि त्यस्तै गरेर चाहिँ अर्को चाहिँ रहेको छ इन्फर्मिङ। अब इन्फर्मिङमा के हुन सक्छ त भन्दाखेरि चाहिँ हामीले क्लाइन्टलाई चाहिँ इन्फर्मेसनहरु दिनु पर्यो के है। अब हामीले थाहा पाएको कुराहरु हैन, केही कुराहरु छन् जुन पेशेन्टसँग रिलेटेड, त्यो कुराहरु चाहिँ हामीले इन्फर्म गर्नु पर्यो कि पेशेन्टलाई चाहिँ झुट कुरा चाहिँ हामीले बोल्नु हुँदैन है। फल्स इन्स्योरेन्स दिने कुराहरु हामीले कहिले पनि पेशेन्टलाई गर्नु हुँदैन है। त्यस्तै गरेर चाहिँ अर्को रहेको छ हाम्रो ओपन एन्डेड क्वेशन।
अब जहिले पनि हैन थेराप्युटिक कम्युनिकेसनमा जहिले पनि ओपन इन्डेड क्वेसन एकदमै इम्पोर्टेन्ट छ, एकदमै इम्पोर्टेन्ट टपिक, यो एकदमै इम्पोर्टेन्ट कुरा हो। यसमा चाहिँ हामीले पेशेन्टलाई चाहिँ ओपन इन्डेड क्वेसनमा कहिले पनि एस्क नो क्वेसनहरू नगर्ने, एउटा मात्रै वर्डमा एन्ड हुने कुराहरू नगर्ने हैन। जस्तै अब यसमा चाहिँ हामीले पेशेन्टलाई के भन्नु पर्यो त भन्दाखेरि पेशेन्टको फिलिङ्सलाई एक्सप्लोर गर्नको लागि हामीले पेशेन्टलाई के भन्छ, टेल मी मोर अबाउट हैन। तपाईलाई अब त्यसपछि टेल मी मोर अबाउट जस्तो कुराहरू भयो, अनि हाउ, वाट, डिस्क्राइब, अनि वाट डु यु थिङ्क अबाउट जस्तो कुराहरू चाहिँ हामीले गर्नुपर्छ हैन। क्वेसनहरू चाहिँ यसरी स्टार्ट भएको हुन्छ है। अनि त्यस्तै गरेर चाहिँ हामीले ओपन इन्डेड क्वेसनमा पेशेन्टलाई चाहिँ कन्भर्सेसन गर्नको लागि इन्करेज गर्ने हैन। अनि एकदमै कि तपाईको 1 to 2 वर्डमा सकिने कुराहरू आन्सरहरू नसोध्ने कि पेशेन्टको कुराहरू चाहिँ पेशेन्टको आन्सरहरू चाहिँ तपाईको मोर देन 1 to 2 वर्ड हुन पर्यो कि उसले आफ्नो फिलिङ्सलाई चाहिँ बाहिर एक्सपोज गर्न सक्नु पर्यो है। त्यो भनेको हाम्रो ओपन इन्डेड क्वेसनहरू हो। अनि अर्को चाहिँ के भनेको छ त भन्दाखेरि चाहिँ तपाईको प्रेजेन्टिङ रियालिटी भनेर भनेको। अब हामीले रियालिटी प्रेजेन्टिङ रियालिटीमा जे रियालिटी हो त्यसलाई चाहिँ हामीले त्यो कुरा चाहिँ हामीले भन्ने के हैन, फल्स अस्युरेन्स अथवा झुटो कुराहरू नभनिदिने हैन। त्यो कारणले फ्याक्चुअल इन्फर्मेसन के छ त पेशेन्टसँग रिलेटेड हैन, मिसकन्सेप्सनलाई चाहिँ हामीले करेक्सन गर्नु पर्यो। अनि त्यस्तै गरेर पेशेन्टलाई चाहिँ फ्याक्चुअल एकदमै उसको फ्याक्चुअल इन्फर्मेसन के छ त्यसलाई चाहिँ हामीले के गर्नु पर्यो त पेशेन्टलाई चाहिँ भन्नु पर्यो त्यो कुराहरू हैन, झुटो नबोल्दिने। अब अफरिङ सेल्फ टु हेल्पमा चाहिँ हामीले अब पेशेन्टलाई चाहिँ हामी पेशेन्टको लागि चाहिँ अभाइलेबल भइदिनु पर्यो हैन। पेशेन्टसँग बस्ने अनि पेशेन्टको कुराहरू सुन्ने हैन, पेशेन्टलाई चाहिँ के कुराहरू चाहिँ चाहिएको छ, उसलाई सपोर्ट चाहिएको छ कि हैन, अब उसलाई के चाहिएको छ त भन्ने कुराहरू फाइन्ड आउट गर्नु पर्यो। अनि त्यसपछि आफूलाई चाहिँ पेशेन्टलाई चाहिँ के गर्ने त पेशेन्टसँग चाहिँ भन्ने, तपाईलाई के प्रब्लम भयो हैन, तपाईलाई के भन्न मन लागिरहेको छ, तपाईलाई के कुराहरू मबाट हुन सक्ने के कुराहरू चाहिएको छ भन्ने, तपाईले मसँग हेल्प लिन सक्नुहुन्छ भनेर चाहिँ एउटा ट्रस्ट पनि बिल्डअप गर्नुपर्छ है। तपाईको थेराप्युटिक कम्युनिकेसनमा जहिले पनि तपाईले पेशेन्टसँग चाहिँ के गर्नु पर्यो त भन्दाखेरि चाहिँ ट्रस्ट चाहिँ बिल्डअप गर्नु पर्यो कि यदि तपाईले ट्रस्ट बिल्डअप गर्न सक्नु हुँदैन भने चाहिँ थेराप्युटिक कम्युनिकेसनको केही पनि काम छैन। पेशेन्टलाई सपोर्ट गर्नु पर्यो, पेशेन्टलाई अन्डरस्ट्यान्ड गर्नु पर्यो, पेशेन्टलाई इम्पावर गर्नु पर्यो हैन। त्यस्तै गरेर ट्रस्ट बिल्डअप गर्नु पर्यो। अनि त्यो कारणले गर्दाखेरि चाहिँ के हुन्छ त पेशेन्टलाई चाहिँ तपाईको हिलिङको लागि चाहिँ प्रमोट गर्छ है। थेराप्युटिक कम्युनिकेसनले जहिले पनि पेशेन्टले हिल हुनको लागि हेल्प हुनु पर्यो हैन। यदि तपाईको कम्युनिकेसनले पेशेन्टलाई हिलिङमा हेल्प भइरहेको छैन हैन, हामीले पेशेन्टलाई जज गर्यौं हैन, पेशेन्टलाई चाहिँ तपाईको कन्ट्रोल गर्न खोज्यौं, पेशेन्टको फिलिङ्सहरूलाई चाहिँ डिसमिस गर्यौं अथवा तपाईको बेरियरहरू चाहिँ हामीले दियौं भने त्यो कुराले चाहिँ के हुन्छ त पेशेन्टलाई चाहिँ हिल हुनको लागि हेल्प हुँदैन। त्यो कारणले गर्दाखेरि चाहिँ थेराप्युटिक कम्युनिकेसनको की पोइन्ट भनेकै हामीले ट्रस्ट बिल्डअप गर्ने हो एउटा चाहिँ है। सो द्याट हामीले चाहिँ एक्टिभली कुराहरू सुनिदिनु पर्यो, पेशेन्टको लागि प्रेजेन्ट हुन पर्यो हैन, ओपन इन्डेड क्वेसनहरू चाहिँ राख्न पर्यो भनेर चाहिँ हामीले थेराप्युटिक कम्युनिकेसनमा चाहिँ बुझ्नुपर्छ है त। सो अर्को कुरा चाहिँ अब के छ भन्दाखेरि चाहिँ उनीहरूको फिलिङ्सलाई चाहिँ भ्यालिडेट गर्न पर्यो, पेशेन्टको फिलिङ्सलाई चाहिँ जज नगरिकन एक्नोलेज गर्न पर्यो हैन। अनि त्यस्तै गरेर चाहिँ अनि अब नचाहिने कुराहरूको एडभाइसहरू नदिने हैन। उनीहरूको अब कल्चरली पनि हामी सेन्सिटिभ हुनु पर्यो, उनीहरू कुन ब्याकग्राउन्डबाट आएको छ हैन, अनि कुन तरिकाले हामी उनीहरूसँग कम्युनिकेसन गर्ने भन्ने कुराहरू पनि हामीले थाहा पाउनु पर्यो। अनि अर्को कुरा एकदमै इम्पोर्टेन्ट कुरा भनेको मेन्टेन प्रोफेसनल बाउन्ड्रिज। हामी चाहिँ प्रोफेसनल बाउन्ड्रिज भन्दा बाहिर गएर चाहिँ कम्युनिकेसन नगर्ने हैन। अब एकदमै पेशेन्टसँग रिलेसन मेन्टेन गर्ने भन्दैमा हामीले आफ्नो प्राइभेसीहरू मेन्टेन नगरिकन हैन, हामीले सबै आफ्नो प्राइभेसीलाई भङ्ग गरेर अथवा पेशेन्टको प्राइभेसीलाई भङ्ग गरेर हामीले कुनै पनि कामहरू गर्नु हुँदैन। प्रोफेसनल बाउन्ड्रिज मेन्टेन गर्न एकदमै इम्पोर्टेन्ट हुन्छ। सो थेराप्युटिक कम्युनिकेसनमा चाहिँ यी कुराहरूलाई तपाईले ध्यान दिनुभयो भने मेबी तपाईलाई चाहिँ थेराप्युटिक कम्युनिकेसन अगाडि तपाईलाई क्वेसनहरू सल्भ गर्नको लागि चाहिँ हेल्प हुन सक्छ। र अर्को भिडियोमा हामीले नन थेराप्युटिक कम्युनिकेसनको बारेमा डिस्कस गर्छौं। अहिलेलाई यति नै। हस्त, थ्यांक यू।